नमस्कार, म मुरारी कोइराला। हामीले चाहिँ अहिले एउटा नयाँ यो सिरियल सुरु गर्न गइरहेका छौँ। त्यसको चाहिँ नाम चाहिँ स्वाभिमानी नेपाल हो, स्वाभिमानी नेपाली हो। र यसमा हामी के चाहन्छौँ भने हाम्रो देश चाहिँ हामी नेपालीहरू चाहिँ समृद्ध हौँ, सुखी हौँ र हामीले धेरै कुराहरू हामीले जान्न बुझ्न बाँकी छ। सूचनाहरूको कमीले गर्दाखेरि हामी धेरै पछाडि परेका छौँ र वास्तवमा हामीले गरिबी झेलिरहेका छौँ। त्यसको एउटा सिरियल त्यसको निवारण गर्न हामीले एउटा नयाँ सिरियल सुरु गरेका छौँ। कृपया ध्यान दिएर हेर्नुहोला। तपाईँहरूले पक्कै पनि यो मैले हातमा तपाईँलाई देखाएको वस्तु पक्कै पनि तपाईँहरू जहाँसुकै जतासुकै पनि देख्नुभएको होला। यसको नाम हिन्दीमा अमरबेल, नेपालीमा अमरलारा, अमरलता भनिन्छ। यो जतासुकै पाइने एउटा यो वनस्पति प्लान्ट प्यारासाइट भन्छ यसलाई। यो जहाँ पाइन्छ, तर यसको ठुलो आयुर्वेदिक महत्त्व र ठुलो बजार मूल्य भएको कारणले गर्दाखेरि यसबाट हामीले केही कुरा बुझौँ, सिकौँ र आत्मा हामी चाहिँ के अरे आत्मधनी बनौँ, सम्पन्न बनौँ भन्ने म चाहन्छु। अब यो अमरलाराको आयुर्वेदिक महत्त्व छ। खास गरी यसको चाहिँ हजुरको यो चाहिँ लिभर सम्बन्धी बिरामीमा यसको धुलो तथा औषधिहरू आयुर्वेदिक बजारमा प्रशस्त हजुरको बिक्री छ र यसको धेरै बजार मूल्य छ। अब हामीले हेर्दाखेरि चाहिँ के अरे अनलाइन प्लेटफर्ममा हामीले हेरेर बुझ्दाखेरि चाहिँ यसको फ्लिपकार्ट र एमाजोन जस्ता अनलाइन प्लेटफर्ममा यसको चाहिँ प्रति केजी ड्राई र मेटेरियलको चाहिँ लगभग 800 देखि 1000 प्रति केजी र यसलाई सुकाएर बनाएको पाउडर चाहिँ 4000 रुपियाँ प्रति 800 ग्रामको 4000 रुपियाँसम्म पर्ने देखिएको छ। भनेदेखि यो चाहिँ अब हामीले यसलाई कहाँ बेच्ने के हो, खास गरी कहाँ बेच्ने भन्नुहुन्छ भनेदेखि यो अनलाइन सेलिङ प्लेटफर्ममा फ्लिपकार्ट र एमाजोनसँग कन्ट्याक्ट गरेर चाहिँ हामी बेच्न सक्छौँ भने अब डाइरेक्ट सप्लायर खोज्ने हो भनेदेखि चाहिँ indianjadibooty.com र डाइरेक्ट आयुर्वेदा भन्ने इन्डियन प्लेटफर्ममा चाहिँ यो होलसेलमा बिक्री हुन्छ। होइन म नेपालमै बेच्छु यसलाई भन्नुहुन्छ भने लोकल आयुर्वेदिक सेन्टरमा यसलाई सुकाएर पाउडर ड्राई गरेर हामी चाहिँ यसलाई ब्लकको रूपमा यसलाई चाहिँ हामी बेच्न सक्छौँ। यसको बारेमा विवरण राखेर हामी बेच्न सक्छौँ। धन्यवाद, नमस्कार।